जिन्दगी सोचेको जस्तो साँच्चै कसैको पनि नहुने रहेछ। के सोचेको छ होइन त्यसको चाहिँ ठ्याक्क उल्टो भइदिने रहेछ। यस्तै रहेछ जिन्दगी भनेको। त्यो कस्तो हुन्छ भने आफ्नो मात्रै यस्तो हो कि भन्ने लाग्छ, तर हेर्दै जाँदा बुझ्दै जाँदा सबैजनाको उस्तै उस्तै हुने रहेछ क्या जिन्दगी, जीवनचक्र। दुःख सुख पीडा सबैलाई हुन्छ, नहुने कसैलाई पनि हुँदैन। कोहीले देखाउँछन्, कोहीले देखाउँदैनन्। यस्तै हो जिन्दगी भनेको होइन। कहिले राम्रो दिन आउँछ, कहिले एकदम नराम्रो दिन आउँछ, कहिले एकदम खुसी हुनुपर्छ, कहिले एकदम दुःखी हुनुपर्छ। आफूले सोचेको जस्तो, आफूले चाहेको जस्तो कसैको पनि हुँदैन। यदि आफ्नो जिन्दगीको भाग्यरेखा चाहिँ आफैले लेख्न मिल्ने भए सायद सबैजनाले आफैले लेख्थे होलान् होइन। अनि म चाहिँ आज तरकारी पकाउँदैछु। करेलालाई फ्राई गरेँ। करेला चाहिँ एकदम सिम्पल तरिकाले फ्राई गरेको छु। के हालेको छु तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ। मैले पकाएको भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला। थ्याङ्क यू।